हेलो नमस्ते शिला भ्लग। आज हामी चाहिँ मामाको छोरीको बिहामा जाँदैछौँ। बल्ल 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 3 घन्टा रेडी भएर हिँड्दैछौँ है यहाँ आमा छोरी। त्यसैले अब गएपछि बिहाको रमझममा पुगेपछि देखाउँछु ल। गाडी चलाउँदै हुनुहुन्छ ल। यो गाडी मेरो छोरीको ल। अब जान लाग्यो। मेरो छोराले चाहिँ गाडी मुभ गरिदिएर बिजी हुनुहुन्छ। मेरो छोरा पनि बिजी हुनुहुन्छ, मेरो छोरी पनि बिजी हुनुहुन्छ। Look how hungry I am. I don't have a salt. ल Please. गाडी चलाउने ल ल ल ल ल सियोले थाहा ल यहाँ चलाउँदै हुनुहुन्छ हाम्रो मिसले गाडी। अब हामी चाहिँ बिहेमा जानु लाग्यो। बिहेमा घरबाट हिँड्यौँ। अब सबै आइसके। 3 घन्टा 4 घन्टामा रेडी भइयो अनि बल्ल हिँड्दैछौँ। हल्यो हामी आमा छोरी हो है। मेरो सानो फुच्ची हो यिनी। ड्राइभर पनि छिन् मेरो फुच्ची। अब चाहिँ धेरै टाढा होइन, यहाँबाट कति 10 मिनट ड्राइभ सिधै पुगिन्छ। त्यही भएर नजिकको के अरे जे कुरा नि हेला हुन्छ भन्छ। त्यही भएर नजिकमा छ भनेर झन् हेर्नु न ढिलो ढिलो गरेको ढिलो गर्दा गर्दै ढिलै भयो त नि। यति बेलै घरमा मान्छे आउने काम गर्ने, त्यही भएर ढिलो भयो हामी चाहिँ। अब एकछिनमा जाने होइन, अब एकछिन यसो भेटघाट त्यसपछि चाहिँ फर्किने घर। पनि यति बिजी गाडी। जाँदैछौँ हामी। अब पर गएर आमालाई पिकअप गर्ने, त्यसपछि जाने। के साह्रो बिजी हो। बिहे पार्टी के खन पार्टी आएकै छ ल। त्यो चाहिँ हाम्रो एरिया है। सबै यही वरिपरि घुमेको पनि गाउँघर जस्तै लाग्छ। अहिले त हामी बसेको नि कति वर्ष 22 वर्ष भएछ यो ठाउँमा बसेको पनि। रमाइलो लाग्छ। अहिले त आफै जन्मेर हुर्केको ठाउँ जस्तै लाग्छ। हाम्रो सपिङ गर्ने ठाउँ त्यहाँ छ त्यसको भन्ने ल। यो चाहिँ मेरो आमाको घर हो। हामी आमाको घर आइपुग्यो। आमाको एरिया यस्तो छ। सबै यहाँ बाटैमा छ। हामी यहाँ पार्क गऱ्यौँ। अब यहाँबाट 3 मिनट छ ल। यहाँ मेरो आमाको घर। मेरो भदै सानो बाबु भाइको छोरा यस्तो छन्। यहाँ नक्कले परेछन् ल। फुलहरू छ। यहाँ नक्कले खै नलायो खै हो। त्यस्तो जुत्ता लाने? जुत्ता लाउन आएको। त्यो जुत्ता नलाऊ। जुत्ता लाऊ। कहाँ छ जुत्ता? जुत्ता लगाऊ त। जुत्ता रहेछ। मेरो भदैको जुत्ता रहेछ। मेरो माइती राजाको त जुत्ता पो रहेछ नि। ल ल फुपूको भलकमा नमस्ते गरिदेऊ त। यहाँ त आमा ल ल ढोका लाग्यो त पछाडि अघि नै लागेर त यो फेरि खोलेर ल ल हिँड जुत्ता लगाऊ। लाग्ने होला जुत्ता हुन्छ। आमा चित्त परेछन्। हजुर बाबुको जुत्ता स्याहारिदेऊ। जुत्तालाई यहाँ भित्र राखिदिनुपर्छ। ल हो तेरो ल जाऊ पिसाब फेरि आऊ नि भनेको त। अनि अब हिँड्ने बेला मुड आउँछ भनेर हाम्रो आमालाई मुड आयो यहाँ बस्यो। अब बिहा जाने मान्छे रे यिनी फेरि आमै बिहा जाने मान्छे। यहाँ यस्तो पलाउ फेरि सबै अब रुखहरू हरियाली हुँदैछ ल। हाम्रो युकेको घर यस्तो हुन्छ है ल। हेर्नुहोस् युकेको घर यस्तो छ ल।
ल अब राम्रो आएछ बिहामा जाने है बिहापाती गएर खाएर नाचेर आउने है बाबु है ल स्टप गर गलाउँदैछ ऊ धोका आमा झ्याल त झ्यालहरू नि बन्द गर्नुपर्छ कि अन्त माथि खुल्लै रहेछ ल ल आऊ 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 ल यहाँ पस बाबा केही हुन्न ल ठिकै छ आऊ आऊ हत्तेर ह बा धोका राम्रो लाग्यो ल ल हिँड ल आमा गाडीमा चढेको आमा फोन पनि पर्दैन गर्मी छ अहिले भर्खर आउने त हो त्यहाँ गर्मी हुन्छ क्या त्यहाँभित्र कहाँ पनि आएको नि त्यहाँ जेसिम कति बेला आउँछ पनि बेबस्ती काम जान्छ राजन गइसक्यो राजन बेलुका पनि जान्छ त जान्छ नि 2 ठाउँ नै गर्छ जम्मै 2-3 काम गर्छन् नि बेबस मात्रै अब बिहा धोका लाऊ बाबु धोका लाऊ अब आयो यो भाउजूले फोन गर्नु कलमिया दिदी ल हिँड्न जाऊ आमा हिँड नाम लेख्दै त ए टेबलमा बसेर लेखौँ ल हिँड हिँड उहीँ भित्र लेखौँ ल या हेन्सम दाईहरू आउनुभयो है पार्टी खानलाई अब बिहे पार्टी खाने बिहे पार्टी खानलाई पैसा त कमाउनु पर्छ नि ए बाबु आइज मेरो 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 भतिजा आयो पुगो यहाँ होटलमा बसेर आएको के अरे कहाँ जाने गाउँलेर हो 7:30 जालाउने सात ममा आएको छु 800 यो मान्छे कि त फेरि उसको यस्तो राम्रो ड्रेस लगाएर सबैजनालाई खिच्नु पर्यो अब यसरी हाम्रो बिहामा जानलाई रेडी ल मेरो बाबुलाई मेरो भ्लगमा ल एउटा ल हामी चाहिँ प्रवेश गर्दैछौँ बिहाको पार्टीमा नमस्ते भाइजू नमस्ते मामा नमस्ते नमस्ते ल कङ्ग्रेचुलेसन छ मामा हजुर हेलो 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 ए ल ल ल भाग्यमानी हो नि मेरो बुहारीलाई ल हजुर नमस्ते 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 ल ल खै ठुलो मान्छे कत्रो भयो यता हेर ठुलो मान्छेले हेर त सानो मामा हेर त सानो मामा मामा नमस्ते हजुर ध्यान लेखाइ नानी माइजू नमस्ते नमस्ते ल बधाई छ है मामा माइजूलाई ए खोइ ए छैन पानीसँग छ के उसको हामी चाहिँ यहाँ देखिएछ सबै ल है हाम्रो बुहारी नानीको बिहेमा आज कति राम्रो राम्रो हेर कति राम्रो राम्रो हेर माइजू बहिनी नमस्ते ल है आज राम्रो राम्रो ड्रिङ्कहरू रहेछ नमस्ते बाबा हजुर नमस्ते यहाँ मैले यहाँ देखाउँछु क्या कपडा देखाउने क्या सासू बुहारीको यहाँ थ्याउरा देखाउनु त्यही झगडा गर्नु न अनि रमाइलो
त नानी यहाँ ड्रिङमा यसरी बस्नु भएको छ यहाँ बहिनीहरू छामा दिदीहरू यहाँ माइजूहरू नमस्ते माइजू नमस्ते माइजू यहाँ कति मिठो मिठो ड्रिङहरू छ यहाँ यस्तरी हजुर यहाँ भिडियो लिन्छु मैले वर्ष बुक लेख्ने हो यसो फ्यामिली आर्टिकल लेखेँ आर्टिकल भन्नाले किरण र बुढाबुढीको यसो जीवन पाएको नमस्ते बाबु ल भागी मान्यो खाना जाने होला नि ल अब हामी खानामा आमा लाइन बस्छ न त्यहाँ दाइ नमस्ते खिच्दै हजुर हजुर सन्चै दाइ ल है यहाँ हाम्रो भाउजूको खाना हेरौँ है यहाँ धेरै राखेको छैन अलि डाइटिङ छु ओके यदि थोरै यस्तो के अरे के भन्छ एकदम पोषण नलाग्ने खाना छ हजुरको कम्ती नै छ त्यस्तै राम्रो तरकारी धेरै खानुपर्छ अरू भन्दा नि मेरो भदाइनीहरू यहाँ ठुली कान्छी मेरो भदाई यहाँ मेरो छोरीले यहाँ भदाईलाई यहाँ हाल्दैछ आमाले यहाँ उता माछा छ आमा हाल खसी होला खसी यो सुँगुर हो दिदी नमस्ते नमस्ते म त यतै आएँ है दिदी हाम्रो यहाँ लिउँदै हुनुहुन्छ
आमाले खाना खाऊ। दुलीको छोटो बायोग्राफ भन्न गइरहेको छु। एनजी रोका उहाँ दुलही एनजी रोका इस्वी सम्बत 1996 1996 अक्टोबर महिनामा पाटन हस्पिटल काठमाडौँमा उहाँले यो संसारमा पहिला देख्नुभएको थियो। गर्दाखेरि आर्मीको करियरमा बाबाको आर्मी करियरमा उहाँ 99 मा पनि युके आइसक्नु भएको थियो र पछि बाबा रिटायर भइसकेपछि उहाँ दक्षिण नेपाल गएर फेरि 2005 मा उहाँ युके आउनुभयो। हाम्रो फुपू यति लामो समयपछि भेटेको हाम्रो भक्तिमा फुपू धेरै भयो। यहाँ छ्यामाहरू कस्तो म त भिडियो गर्दै हिँड्छु। अलिअलि भिडियो गर्छु म त। हाम्रो भाउजूलाई मात्रै कति खिच्ने है भाउजू? यसो राम्रो मान्छेलाई त खिच्नु पर्यो नि। आमाले पनि हाम्रो आमाले चक्कर लाग्छ नि, चक्कर लाग्छ। ए पुसा नमस्ते 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 सबैलाई। काकाले घिउ काकाले हिँडेको खिच्न जान्छु। दिदीको सबै सन्तान सक्यो त हाम्रो आमाहरू साथी साथी भेट भएको आज यहाँ कुरा गर्दैछन्। मिठो हाँसो चल्यो यहाँ त, हाँसो त मिठो चल्यो त यहाँ त।
फुलको चौबनी हिजो माया कहाँ पुगे हौलनी फुल देख्दा घोच कराले मन बुझाउँथे तिम्रै गाउँ हेरेर छेक्यो सानो हजुर दाइ अब हरायो 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 ल यहाँ भिडियो गरेछ है दाइहरूलाई ल हजुर हजुर थ्याङ्क यू दाइ हजुरलाई पनि ल हजुर दाइ फर्किन लाग्यो यहाँ आम्मै 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 हेर न यहाँ फर्किन लाग्यो यहाँ हाम्रो हाम्रो मुक्ति दाइको सन्तानहरू है यहाँ सबैजना आमासित आए आए बजे खुच्दै आए आए यो क्यामेरा बोजू यो क्यामेरा मेरो आमा नाचेको है
उहाँलाई अवसर हाम्रो 3 गाउँले समाजको लाइनमा बसिरहेका छौँ सबैजना टिका लाउन जानलाई बेहुला बेहुली भेट्नलाई जाँदैछौँ हामी यहाँ यता पनि लाइन तीन गाउँले समाज जिउको एक ग्रुपमा यहाँ मेरो आमा तपाईहरु पनि एक ग्रुपमा हाम्रो लाइन यति धेरै छ कति धेरै छ हामी 3 आलसन रे आसन आमे 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 हिरो पो रहेछ हिरो हाम्रो बाबु त अबे यहाँ देउरानी जेठानीको खिचिदिनु पर्यो अब यो सुकेको देउरानी जेठानीहरू सुकेकोहरू धन्यवाद अब धेरै बाँच्ने हो हाम्रो शुभकामना छ उहाँहरूलाई उहाँहरूको दाम्पत्य जीवन एकदमै सफल होस् खुसी रहोस् उहाँहरूले भनेको सबै पुगोस् धेरै धेरै बधाई छ हामी सबै पाहुना सबै परिवार बेहुलीको परिवार अनि बेहुलाको परिवार सबैको तर्फदेखि उहाँहरूलाई धेरै धेरै बधाई साथै उहाँहरूको दाम्पत्य जीवन एकदमै सफल होस् उहाँहरूले चाहेको भनेको सबै पुगोस् भन्ने हामीले उहाँहरूलाई धेरै आशीर्वाद शुभकामनाहरू भन्दछु
95, happy 95, thank you. Once again, उहाँहरूको प्यारेन्ट लाइफ विवाहको जिन्दगीमा हालाई खिच्न पर्यो उहाँले मलाई यस्तो गरेर खुट्टा कसरी टेक्नुपर्छ कसरी अगाडि पाइला चाल्नुहुन्छ पर्छ उसो उहाँकै ग्रुपमा थिएँ किन रिसाएको अठासी यस्तो राम्रो मान्छेले रिसाउँछन् त ए हाम्रो साथमा हामी सँगै हुनुहुन्छ यहाँ कति हाँसेर बोल्नु भएको छ उसो त रिसाएर हम्म परेर किन 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 बुझा बाबु ल्याइदिएर हेर यस्तो राम्रो भएको हिरो त मेरो मेरो भन्दा हिरो यहाँ यत्रो छ को तिमी को तिमी यता हेर त पुच्चो कति राम्रो भएको यो यता हेर त मलाई लुक एट मी अब ल ल है ल खेल्दै के बोलेको तिमी लज्जा लज्जा ल यो त खेल्नु पो रहेछ कम यस यस